नेपाल टेलिकमको चाहिँ तिहार अफर आएको छ डाटा तथा भोइसको। त्यसको लागि अब कसरी लिन सकिन्छ त्यसको लागि हामीले चाहिँ यहाँनिर चाहिँ यहाँ देख्न सक्नुहुन्छ मोबाइलको डायल प्याडमा आएर यहाँ चाहिँ *1415 ह्याच हामीले चाहिँ यहाँ चाहिँ टाइप गर्नुपर्ने हुन्छ। त्यसपछि डायल गरिदिनु पर्ने हुन्छ। एकछिन थोरै समय लिनेछ यहाँनिर चाहिँ हामीले त्यो समयसम्म वेट गर्नुपर्ने हुन्छ। जस्ट हामी वेट गर्छौँ। अलिकति समय लामो लिन्छ। युएसडी कोड रनिङ भएको छ। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ विभिन्न अफरहरू दिएको छ, विभिन्न प्याकेजहरू दिएको छ। अब तपाईले यसमा चाहिँ फ्रीमा चाहिँ कुनै पनि छैन, तर तपाईले ब्यालेन्स गर्दाखेरि अलिकति राम्रो चाहिँ यहाँ चाहिँ डाटाहरू पाउन सक्नुहुन्छ। यहाँ चाहिँ 11 नम्बरमा रहेको छ तिहार अफर देख्न सक्नुहुन्छ। तिहार अफरमा हामीले चाहिँ अब 11 नम्बरमा हामीले चाहिँ यहाँ चाहिँ टाइप गरेर यहाँ चाहिँ सेन्ड गरिदिनु पर्ने हुन्छ। यहाँनिर जस्तो यहाँ चाहिँ तिहार अफर हाम्रो छ, यो 11 नम्बर टाइप गर्यौँ, सेन्डको अप्सनमा गएर सेन्ड गरिदियौँ। सेन्ड गरिसकेपछि अब हाम्रो यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ यसको भ्यालिड भनेको चाहिँ 28 दिनको हुनेछ भ्यालिड। अब जस्तो यहाँ चाहिँ 4वटा यहाँनिर चाहिँ अफरहरू दिएको छ कि तपाईले पैसा गर्दाखेरि कतिमा तपाईले खरिद गर्न सक्नुहुन्छ भनेर चाहिँ 28 दिनको लागि दिएको छ। 1 नम्बरमा 5 GB डे अनलिमिटेड तपाईको चाहिँ 2 MBPS रहेको छ र 449 भनेपछि 449 तपाईले चाहिँ यसमा चाहिँ पे गर्नुहुन्छ र यो प्याक लिनुहुन्छ भने डेली चाहिँ तपाईले 5 GB चाहिँ पाउन सक्नुहुन्छ। अनलिमिटेड भनेको जतिखेर पनि चलाउन पाइयो भनेर दिएको छ। त्यसपछि 2 नम्बरको देख्न सक्नुहुन्छ 10 GB डे भनेको छ। हरेक दिन चाहिँ 10 GB आउँछ। यत्रो धेरै छ। यहाँनिर चाहिँ अनलिमिटेड रहेको छ र 649 रुपैयाँ हामीले चाहिँ यसबाट चाहिँ प्याक खरिद गर्दाखेरि हुनेछ। अब 1 नम्बरको भए हामीलाई नै पुगिहाल्नेछ। हामीले चाहिँ डेली 5 GB भन्दा बढी त सकिन्न। तपाईँ धेरै लाइभ बस्नुहुन्छ गर्नुहुन्छ भने 10 GB तपाईलाई ठिक होला। तर चाहिँ नर्मली टिकटक यताउति दायाँ बायाँ युट्युब हेर्नुहुन्छ भने 5 GB धेरै हो। यही तपाईले 449 को एकदमै बेस्ट होला। 140 GB हुन्छ 28 दिनमा तपाईको चाहिँ 1 नम्बरको। त्यसपछि 3 नम्बरको रहेको छ अल नेट भोइस भनेको छ। अब चाहिँ तपाईको चाहिँ अल नेट सबै नेटमा चाहिँ भोइस रहेको छ। 1000 मिनेट भोइस पाउनुहुनेछ। तपाईले 250 रुपैयाँ चाहिँ पे गर्नुभयो भने यानी कि तपाईले 250 रुपैयाँ चाहिँ यो प्याक लिनुभयो भने चाहिँ तपाईको चाहिँ 28 दिनसम्म 1000 मिनेट भोइस पाउन सक्नुहुन्छ भने तपाईको एन्टी यहाँ चाहिँ SMS 1000 रहेको छ। 99 मा तपाईले यहाँ चाहिँ यो खरिद गर्नुभयो भने यहाँ चाहिँ अब 1 को लिने भए 1 गर्ने सेन्ड गर्ने, 2 को लिने भए 2 टाइप गर्ने सेन्ड गर्ने। त्यस्तै अब कुन लिने हो तपाईले यहाँ चाहिँ 3 4 अथवा कुन तपाईलाई बेस्ट लाग्छ त्यो लिन सक्नुहुन्छ। तपाईको आवश्यकता अनुसार यहाँ चाहिँ कुनै पनि लिनुहोस् भन्ने छैन। तर तपाईलाई राम्रो लाग्छ भने यो प्याक अरु प्याक लिनु भन्दा यो अलिकति बेस्ट होला भनेर देखाएको। भिडियो यति नै। मन परेमा लाइक शेयर र सब्स्क्राइब गर्नु।